दासढुङ्गाको 33 वर्ष बालेन र सुदनले अब फाइल खोल्ने। 33 वर्षसम्म किन दबाइयो सत्य। 2050 साल जेठ 3 गते नेपालको राजनीतिलाई नै बदलिदिने एउटा खबर फैलियो। मदन भण्डारी चढेको जीप त्रिशुलीमा खस्यो। एउटा यस्तो नेता जसले विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिइरहेका थिए, उनको अन्त्य एउटा साधारण सडक दुर्घटनामा भयो भन्यो। तर के त्यो साँच्चै दुर्घटना मात्रै थियो त? 33 वर्ष बित्यो तर न तिनका हत्यारा पत्ता लागे न त त्यो रहस्य नै सुल्झियो। अब प्रश्न उठेको छ के भ्रष्टाचारको फाइल खोल्ने हिम्मत गरेका बालेन र सुदनले यो देशको सबैभन्दा ठूलो राजनीतिक हत्याको फाइल पनि पल्टाउलान्? दुर्घटनाको प्रकृति नै सबैभन्दा शंकास्पद थियो। गाडी 150 फिट तल त्रिशुलीमा खस्यो। जीवराज आश्रितको शव सिटमै भेटियो, तर मदन भण्डारीको शव घटनास्थलबाट झन्डै 35 किलोमिटर टाढा गाजापुरमा 3 दिनपछि मात्र भेटियो। अझै अनुत्तरित प्रश्नहरू। गाडी खस्दा चालक अमर लामा कसरी सकुशल बाहिर निस्के? गाडीको ढोका कसरी खुल्यो र मदन भण्डारी मात्रै कसरी नदीमा बगिनु भयो? पोस्टमार्टम रिपोर्टमा किन कतिपय कुराहरू लुकाइयो भन्ने आशंका गरियो। यो काण्डको एकमात्र जीवित साक्षी थिए चालक अमर लामा। उनले धेरै पटक आफ्नो बयान फेरे, तर रहस्यको पर्दा तब झन् गाढा भयो जब 10 वर्षपछि अर्थात् 2060 सालमा अमर लामाको पनि विभत्स हत्या गरियो। भनिन्छ अमर लामाले कुनै ठूलो रहस्य खोल्न खोज्दै थिए। के उनलाई कसैको निर्देशनमा चुप लगाइयो? उनको हत्याले दासढुङ्गा काण्डको सबैभन्दा बलियो कडी सधैँका लागि चुडाइदियो। आज 33 वर्षपछि देशमा एउटा यस्तो जनलहर छ जसले पुराना सबै सेटिङहरू भत्काउन चाहन्छ। 2048 सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्ने सुदन गुरुङको आँट र बालेन शाहको सुशासन प्रतिको अडानले एउटा आशा जगाएको छ। के यो सरकारले मदन भण्डारीको फाइल पुनः खोल्ने हिम्मत गर्ला? यदि यो काण्डमा कुनै शक्तिशाली विदेशी हात वा घरेलु मास्टरमाइन्ड थियो भने के त्यसलाई अब कठघरामा उभ्याउन सकिन्छ? नेपाली जनता अब आश्वासन होइन, प्रमाण र सत्य चाहन्छन्। मदन भण्डारी केवल एउटा पार्टीको नेता मात्र हुनुहुन्न थियो, उहाँ यो देशको एउटा सपना हुनुहुन्थ्यो। दासढुङ्गाको रहस्य नखुलेसम्म नेपाली लोकतन्त्रमाथि सधैँ एउटा कालो धब्बा लागिरहनेछ। के बालेन र सुदनले यो मिसन पूरा गर्लान्? के मदन भण्डारीले 33 वर्षपछि न्याय पाउलान्? मदन भण्डारीको यो अधुरो सपना र उनको रहस्यमय मृत्युको सत्य अब प्रकट हुनै पर्छ। दासढुङ्गाका ढुङ्गाहरू बोल्दैनन्, तर इतिहासले सधैँ जवाफ मागिरहनेछ।